सम्पूर्ण मिडियामा तपाईलाई स्वागत छ। हजुर नमस्कार। आज भोलि ग्यासको चाहिँ एकदम हाहाकार भइरहेछ नि, यो ग्यासको बारेमा के भन्न चाहनुहुन्छ तपाईँ? ग्यासको बारेमा म के भन्न चाहन्छु भने हाम्रो देशभित्र जति बाहिरबाट आयात भएको छ त्यो ग्यास चाहिँ नेपालका व्यापारीहरू, ग्यास स्टोरका व्यापारीहरूलाई म अनुरोध गर्न चाहन्छु, तपाईँहरूले देशको जनतालाई भोको नराखिदिनु होला। त्यो ग्यास स्टोर तपाईँहरूले राख्नु भएको छ भने पनि त्यो स्टोरमा राखिएको ग्यासहरू मार्केटमा बजारमा व्यवस्थापन गरेर देशका जनतालाई सेवा सुविधा दिनु, उपलब्ध गरिदिनु, उपलब्ध गराइदिनु हुन म अनुरोध गर्न चाहन्छु। साथै यो ग्यास राख्नको लागि होइन, तपाईँहरूले ग्यास लुकाएर राखेको ग्यासले धेरै परिवारको पेट भोगेर हुन्छ, जस कारणले उनीहरू समस्यामा पर्छन्, झन् देश सङ्कटमा पर्छ। जति छ तपाईँहरूले बजारमा बजारीकरण गरिदिनु होला, जनतालाई सेवा सुविधा दिइदिनु होला। यदि तपाईँहरूलाई कुनै व्यक्तिले दबाब दिएको छ ग्यास स्टोभ राख्नको लागि अथवा तपाईँहरूलाई कसैले बाहिरी शक्ति प्रयोग गरेर ग्यासलाई चाहिँ बन्दकीमा राख्न बाध्य बनाएको छ भने जनता सामु सार्वजनिक गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। साथै यदि यो अहिले विश्व सङ्कटको अवस्थामा, विषम परिस्थितिको अवस्थामा अब नेपालका नेताहरूले पनि देश र जनताको लागि सोच विचार गरेर अगाडि बढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। र साथै जस्तै छ नि, तपाईँको विगतका सरकारको पालनमा पनि ग्यासको चाहिँ अभाव भएको थियो, ग्यासको सर्टेज भएको अवस्था थियो भने अहिले 2/3 सरकार हुँदा पनि बालेन सरकारमा पनि 4 महिनाभित्र फेरि ग्यासको चाहिँ सङ्कट देखियो र आकार भयो र युवाहरू, विद्यार्थीहरू होइन, ग्यासबाट चाहिँ भात पकाएर खाने ती नागरिकहरू चाहिँ सिलिन्डर लिएर चाहिँ सडकमा आउनु पर्ने अवस्था भयो। यसको वास्तवमा तपाईँको विचारमा हरेक वर्ष चाहिँ यो ग्यासको सर्टेज हुनुको कारण के हो? यसको सर्टेज हुनुको मुख्य कारण भनेको यो विश्वयुद्धको लक्षण देखिएको कारणले गर्दा, जहाँ इरान जस्तो अमेरिका र इरानको डिस्कस हुँदाखेरि त्यहाँनिर बमहरू खसालियो, ड्रोनहरू हानियो, अनि इजरायल हमास अब गाजा त्यहाँ फाइट हुँदाखेरि अब त्यहाँनिर धेरै क्षति भएको छ जनधनको। अब त्यहाँ हमासको अवस्था बुझ्दाखेरि त्यहाँ त अहिले ग्यास होइन, त्यहाँ त खाने बस्ने पनि व्यवस्था ठाउँ छैन, त्यहाँ खराबी भएको छ त्यहाँ अवस्था बुझ्दाखेरि। हो त्यो अवस्था फेरि हाम्रो देशमा नआओस् म भन्न चाहन्छु। किनभने अब इन्डियाले रोकिदिएको छ ग्यास, किनभने उता इरानबाट आउने हो नि त, उता इरान बाहिर देशबाट अब आयात हुने हो देशमा। अब बाहिर इन्डिया आउँछ, इन्डियाबाट नेपाल आउने हो, केही पनि रोकिदियो इन्डियाले भने अब इन्डियाबाटै महँगी यहाँ बढेर आएको छ भने अब यहाँ गाह्रो हुन्छ। तर पनि यो राजनीतिक चहल पहलको कारणले गर्दा इन्डियाले नै अब केही सेटिङ मिलाएको छ, नेपालमा ग्यास नजाओस्, नेपालका जनताहरू भोको नाङ्गो सडकमा उत्रियोस्, हाम्रो देशलाई गरी खान नदिने, हाम्रो देशको जनतालाई अगाडि बढ्न नदिने, हाम्रो देशको नेतालाई अगाडि बढ्न नदिने भनेको इन्डिया छ। हेर्नुहोस्, इन्डिया छ र अमेरिकाको यो गहिरो राजनीतिक चहल पहलको कारणले गर्दा हाम्रो देश सङ्कटमा छ, जनताहरूको बेचल्ली भइरहेको छ, जनता सङ्कटमा छन्। यस्तो अवस्थामा यो विषम परिस्थितिमा अब नेपालका नेताले एकदम गम्भीरतापूर्वक ध्यान आकर्षण गरी अब काम गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। केही दिन अगाडि पनि ग्यास चाहिँ सर्टेज भएर चाहिँ हाफमा चाहिँ हामीले चाहिँ ग्यास चाहिँ पाएका थियौँ। हाम्रो हाफ ग्यासले चाहिँ हाम्रो घर परिवारमा चलाइरहेको थियो भने फेरि यो फुल ग्यास आउने अवस्थाको टाइममै फेरि यो ग्यासै सर्टेज भयो भनेर जुन बजारमा हल्ला फैलाएको छ, यो वास्तवमा हल्ला मात्रै हो कि यो सरकारलाई ढाल्नुको लागि चाहिँ यो अफवाह मात्रै फैलाएको हो कि या साँच्चीकै यो सरकारले चाहिँ ग्यासै नल्याएको? तपाईँको विचारमा अब यो कुरा चाहिँ कस्तो हो भनेपछि हाम्रै देशभित्रका नेताहरू जो अहिलेका प्रधानमन्त्री हुनुहुन्छ, गृहमन्त्री हुनुहुन्छ, उहाँका राष्ट्रपति हुनुहुन्छ, उहाँहरूले बुझ्नुपर्ने कुरा हो यस्तो कुरा। यो जनतामाथि कस्तो किसिमको समस्या आउँछ होइन, यो कस्तो खालको भोलि वातावरणमा असर पर्छ, जनतामाथि असर पर्छ, देशमाथि असर पर्छ भन्ने कुरो यो बुझ्नुपर्ने हो। किनभने चाहिँ नेपालका यदि विज्ञ व्यक्ति थिए भने, यदि देश र जनतालाई काम गर्न चाहेका थिए भने ती विदेशी राष्ट्रपतिसँग, ती विदेशी प्रधानमन्त्रीहरूसँग बसेर सहमति भएर आफ्नो देश र जनताको लागि केही वैकल्पिक तरिकाले चाहिँ अब राहत उद्धार गर्ने व्यवस्थापन गर्न सक्थ्यो होला। तर हाम्रो देशका मन्त्रीहरू चाहिँ मौन किन बसेको? अब यो चाहिँ अब अहिले अब जनताले बुझ्नुपर्ने कुरा हो, यो मैले मात्रै भनेर हुँदैन, देशभरिकै जनताले बुझ्नुपर्छ। हाम्रो देश सङ्कटमा छ, जनताहरूको बेचल्य भइरहेको छ, यो अवस्था कसले पुऱ्याएको त? यो पुरानो दलका नेताले गर्दाखेरि यस्तो भएको। अहिलेका नेताले अब देश र जनतालाई न्याय
दिन्छु भनेपछि उनीहरू सत्तामा गइसकेपछि काम गर्नुपर्ने हो। किन मौन भएर बसिराख्नु भएको छ यो विश्व सङ्कटको अवस्थामा? जस्तै हाम्रो देशको त वार भएको छैन, जानु पर्यो इरानको राष्ट्रपतिसँग भेटघाट गर्नु पर्यो, अब इन्डियाको भारतको प्रधानमन्त्रीले मोदीसँग भेटघाट गर्नु पर्यो, सहमति गर्नु पर्यो। हाम्रो देशमा यो यस्तो अवस्थामा नआओस् है, हाम्रो देशमा यो अभाव नहोस् भनेर तिनीहरूको सरसल्लाह सम्झौता गरेर चाहिँ अब देश र जनताको लागि निरन्तर यो त बिजनेस हो नि त, यो त व्यापार हो। जस्तै यो ग्यासको अभाव चाहिँ 3-4 महिनादेखि नै नेपालमा चाहिँ हाम्रो देशमा चाहिँ देखा परिरहेको अवस्थामा चाहिँ तपाईँको घरमा चाहिँ ग्यास चाहिँ तपाईँले राम्रैसँग पाउनु भएको छ कि, या तपाईँको घरमा पनि भात पकाउने ग्यास चाहिँ भनौँ न नपाएको अवस्थामा चाहिँ भोकै बस्नु परेको छ कि छैन तपाईँको? गाउँघरको अवस्था बुझ्दाखेरि ग्यास एकदमै महँगो छ होइन। त्यहाँनिर अब धेरैजनाले ग्यास नपाएर अब गाउँघरमा त हाम्रो अब दाउराहरू हुँदाखेरि अब आगो बालेर पनि खान सक्छ। बजारी क्षेत्रमा चाहिँ एकदमै गाह्रो भइरहेको छ उनीहरूलाई। जसको कोठामा ग्यास सकिएको छ त्यो अर्को कोठामा ग्यास छ भने त्यसको कोठामा गएर खाना पकाउने अवस्था आएको छ। यही काठमाडौँमा पनि हाम्रै अब हामी बस्ने ठाउँमा पनि अब चाहिँ ग्यास सकिएर परिवारलाई अब गाह्रो भइरहेको हुन्छ। अब हाम्रो कोठामा छ भने तिनीहरूलाई आउनुहोस् बनाउनुहोस्। तपाईँले ग्यास पाउनु भएको छ कि छैन? मैले ग्यास भन्नाले कस्तो पाएँ भइरहेको सकिएको अब सकिनुभन्दा पहिले अब लगभग आज भोलि ग्यास सकिन्छ भन्ने अनुभव भइसकेपछि अब अब मार्केटमा स्टोक ग्यास मार्केटमा कहाँ छ त, अथवा आफूले ल्याउने कुन पसलबाट हो, त्यो पसलमा चाहिँ ग्यास सकी छैन। अब अवस्था बुझेर त्यही अनुसारको अब मैले ग्यास चाहिँ ल्याउनु गरेर अर्को कुरा के छ भने ग्यासको एकदमै सर्टेज छ अहिले, एकदमै आकार छ। यो अवस्थामा चाहिँ हरेक लिमिट गर्नुपर्छ, हामीले प्रयोग गर्न सक्नुपर्छ। घरमा चाहिँ ग्यासको चाहिँ अभाव भएको छैन? त्यस्तो खास अहिले त्यस्तो एकदमै गाह्रो पनि भएको छैन, किनभने मेरो तपाईँले घरमा कतिवटा ग्यास सिलिन्डर चलाउनु हुन्छ? एउटा मात्रै हो। अनि एउटाले तपाईँ यत्रो महिनादेखि लिएर चाहिँ ग्यास चाहिँ सर्टेज भएको बेलामा, अभाव भएको बेलामा चाहिँ तपाईँले ग्यास कसरी पाउनु भयो त? यो ग्यास यस्तो गरिरहेको छु मैले, एउटा ग्यास सकिनँ, अब सकिने ग्यास त अब भोलि सकिँदैछ भने आज कम भइसकेको हुन्छ। त्यो चेक जाँच गर्छु मैले, चेक जाँच गरिसकेपछि ठ्याक्कै ग्यास सकियो भने अर्जेन्ट सकियो तत्काल सकियो भने त मैले अब 1-2 दिन त अब होटलमै खाएर पनि छाट टार्छु, किनभने होटलमा अब सादा खाना खाने, सादा जीवन उच्च विचार जिउनुपर्छ होइन। अब अवस्था आफ्नो आर्थिक अवस्था बुझेर त्यही अनुसार अगाडि बढ्ने गरिरहेको छु मैले होइन। अब ग्यास चाहिँ अब 2-3 दिनपछि त ग्यास आउँछ, त्यसपछि चाहिँ अनि त्यहाँ मैले विभिन्न जिल्लाबाट चाहिँ पढ्नको लागि विद्यार्थी आएका, यहाँ कोठापालमा बसिरहेका त्यस्ता विद्यार्थीहरूको चाहिँ एउटा सिलिन्डर बाइक त हुँदैन। त्यस्ता विद्यार्थीहरू चाहिँ अहिले यो ग्यास सर्टेज भएको अवस्थामा चाहिँ मारमा परिरहेछ, भोकै बस्नुपर्ने अवस्था छ र विद्यार्थीहरूले एउटा आफ्नो खाली सिलिन्डर लिएर चाहिँ बजार दिनका दिन धाउनु पर्ने अवस्थामा छ। यस्तो अवस्थामा विद्यार्थीको पढाइ लेखाइ पनि अलिकति छुटेको अवस्थामा छ भने उनीहरूलाई चाहिँ डिप्रेसन हुने त्यस्तो पनि शिकार जस्तो भएको अवस्थामा छ। किनभने विद्यार्थीहरू त धनीमनी हुँदैन, सबै विद्यार्थी धनीमनी हुँदैन, सबैको घरमा चाहिँ अन्न दाना पानीहरू ग्यास दिएर पठाउने त्यस्तो खाले छैन विद्यार्थीहरू। कोही विद्यार्थीहरू गरिब पनि हो। त्यस्तो विद्यार्थीको लागि यो सरकार राज्यले कस्तो ग्यास र पेट्रोल तेल हरेक चिजको व्यवस्था मिलाउनु पर्ने हो कि अनि यो दुई तिहाईको सरकारले? अहिलेको दुई तिहाईको सरकारले मिलाउनु पर्ने हो, तर नमिलाउन सक्नुको कारण के त? त्यही भएर भिजन चाहिन्छ, क्यापेसिटी चाहिन्छ। देश चलाउनु भनेको सानो कुरा होइन। देश एउटा घर परिवार चलाउनलाई कतिको समस्या र गाह्रो भइरहेको हुन्छ भने यो त देश चलाउनु, सिङ्गो देशका जनतालाई चलाउनु हो। अनि त्यतिकै छ त, सजिलो छ त? त्यही भएर हरेक व्यक्तिहरूले नेता बन्नुभन्दा पहिला, देशको अभिभावक बन्नुभन्दा पहिला सोच विचार गर्नु पर्यो, मेरो क्यापेसिटी यहाँसम्म छ कि छैन, मैले यसरी काम गर्न सक्छु कि सक्दैन भन्ने कुरा त्यो आफूमा आफै भर पर्ने कुरा हो नि त। त्यही भएर तपाईँ को भन्नुभन्दा पहिला पनि म को भनेर चिन्नु पर्छ कि, अनि मात्र यो इतिहास परिवर्तन हुन्छ। इतिहास बदल्नु छ, यो इतिहास परिवर्तन गर्नु छ भने आफैबाट सुरुवात गर्ने हो कि सर। त्यही भएर तपाईँले सही कुरा भन्नुभयो हो, देशको अवस्था यस्तो हुनुको र अब देशमा चाहिँ यो विद्यार्थीहरूलाई लगायत अन्य अब गाउँबाट आएका भाडामा बस्ने काम गरी खाने मजदुरहरू हुनुहुन्छ, दाजुभाइ आमा बुवाहरू पनि हुनुहुन्छ, एउटा सिलिन्डर मात्रै राख्ने उनीहरूसँग एउटा सिलिन्डर राखेको हुन्छ, उनीहरूलाई गाह्रो भइरहेछ। अब यस्तै अवस्था हो भने सबै अब कोही सहर बजार छोड्छन्। अब धेरैको हो हाम्रो नेपालीको जिन्दगी बर्बाद गर्ने भनेकै पुरानो दलका नेता र नयाँ दलका नेताले गर्दा हो। यिनीहरूले इमान्दारपूर्वक काम गरेको भए आज यो अवस्था आउँथेन देशको।
अब जस्तै ग्यासमा चाहिँ अभाव पारेर कृत्रिम अभाव पारेर चाहिँ जुन यो कालोबजारी गर्ने यस्ता अपराधीहरू भ्रष्टाचारहरूलाई पनि त यो बालेनको सरकारले चाहिँ छापा मारेर चाहिँ पक्राउ गरेको छ, कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। त्यही पनि यस्ता बजारीहरूमा चाहिँ बजारमा चाहिँ यस्तो कालाबजारी गर्ने होइन, यो ग्यासको कृत्रिम अभाव गर्ने यस्तालाई चाहिँ हल्का फुल्का दण्ड सजाय दिएर जरिमाना दिएर छोड्नुको साथ बरु यिनीहरूलाई चाहिँ विगतको लङ टाइमसम्म चाहिँ कारबाही र थुनामा राख्ने कार्य गरेको भाइ दोबारा यसरी गल्ती कामहरू ग्यासको चाहिँ भनौँ न अभाव देखाएर चाहिँ पैसा ठग्ने कामहरू त रोकिनु सक्यो होला नि। होइन तपाईँ सही भन्नुभयो। यदि ग्यास कसैले भण्डार गरेको छ, स्टोर गरेर राखेको छ भने देशको जनतालाई लुटिरहेको छ भने जनतालाई लुट्नु भनेको देशलाई लुट्नु हो। यो भनेको व्यापार हो। व्यापार 1 रुपियाँ भयो भने 2 रुपियाँ भयो भने इमान्दार रूपमा गर्नुपर्छ। हो यस्तै लुटेको कारणले गर्दा देश सकिँदै गइरहेको छ, जनतालाई अप्ठ्यारो अवस्थामा पुर्याइरहेका छन्। यो यस्तो गर्नु हुँदैन। व्यापार हो, इमान्दार रूपमा गर्नुपर्छ। जति छ त्यतिमा हामीले रमाउन सिक्नुपर्छ। तर यहाँ नेपालीको लोभ लालच अहङ्कार भन्ने कुरा योले गर्दा आज यो अवस्था आइपुगेको छ देशको। त्यही भएर जनताको चेतना खुल्नु पर्यो सर। जनताको चेतना अझै खुलेको छैन। अझै जनताको चेतना खुल्नु। अब मानौ अब इन्डियाले नाका बन्द गरिदियो भने यहाँ रासन खाने पनि अवस्था छैन कि जनतासँग के छ? अन्नबाली छैन। अन्नबाली पाकुन्जेलसम्म त 6 महिना वर्ष दिन लाग्छ। गाउँघरको अथवा कुनै पनि सहर बजारमा अन्न लगायो भने बाली नाली लगायो भने खेती गर्दा 3 महिनादेखि 6 महिनासम्म त्यो नयाँ अन्नबाली उत्पादन हुन लाग्छ। त्यतिखेरसम्म यहाँ नेपाली जनतासँग नेपालीको व्यापारीसँग स्टोर गरेको खाने रासन केही पनि छैन। अनि भोकमरी मर्दैन। त्यही भएर जनताको चेतना खुलेको छैन। अझै जनताको चेतना खुल्नको लागि अझै आकार भयो भने तब मात्र जनताको चेतना खुल्छ। जस्तै यो ग्यास डिपोहरूले चाहिँ कालाबजारी गर्ने कृत्रिम त्यो चाहिँ कायम लागू गर्ने ग्यासको सर्टेज गराउने त्यस्ता डिपोहरूलाई ग्यास डिपोहरूलाई डिलरहरूलाई चाहिँ यो सरकारले कस्तो कानुन बनाउँदाखेरि चाहिँ यिनीहरू चाहिँ यस्तो चाहिँ भनौँ न कम आएको विदेशबाट चाहिँ ग्यास कम आएको अवस्थामा पनि भनौँ न इमान्दारपूर्वकले चाहिँ उपभोक्तालाई चाहिँ बाँड्ने त्यस्तो अवस्था आउने चाहिँ त्यस्तो वातावरण बनाउनको लागि चाहिँ जुन यो ग्यासको चाहिँ ठगी नगर्ने कृत्रिम अभाव पारेर चाहिँ नागरिकहरूलाई चाहिँ उपभोक्ताहरूलाई चाहिँ सडकमा ल्याउने त्यस्तो अवस्था नल्याउनुको लागि चाहिँ कस्तो कानुन बनाउनु पर्छ यो बालेनको सरकारले? त्यो कस्तो कानुनी नियम बनाउनु पर्छ। यस्तो नियम त्यो कस्तो हो भने जस्तै इन्डिया नाकाबाट कुन नाकाबाट कति सिलिन्डर भित्रिएको छ देशभित्र र अनि कुन व्यापारीसँग कति सिलिन्डर स्टक छ र उनीहरूको बाहिर गइरहेको छ मार्केटमा त्यो चाहिँ लिस्टहरू सार्वजनिक गरेर लगाउनु पर्छ। किनभने यो खुल्ला देखिएन भने अनि उनीहरू लुकाउँछन्, स्टोर गर्छन्। देशमा त कालो धन कति छ अरे यो कालो धन हो। जस्तै तपाईँले मानौ 2 गाडी माल ल्याएर 1 गाडी माल मार्केटमा देखाउनुहुन्छ, 1 गाडी माल लुकाउनुहुन्छ भने त्यो भनेको बर्बाद भयो, त्यो लुकायो। त्यसले के गर्छ? देशका जनतालाई लुट्यो, ठग्यो। त्यही भएर यहाँ नेपाली जनतालाई गरिब बनाउने, हाम्रो देशलाई गरिब बनाउने भनेकै ठुला व्यापारी, ठेकेदार, नेताहरू, ठुल्ठुला कर्मचारीहरूले गर्दा यो देश लुटिएको हो, खसिएको हो। अब यसो गर्न दिनु हुँदैन। नेपालको आर्मी पुलिसलाई म के भन्न चाहनुहुन्छ भने तपाईँहरूको त्यो वर्दीको सही सदुपयोग गर्नुहोस्। अब देशको जनतालाई न्याय दिनु समय आएको छ। वीरताको एउटा शक्ति देखाउने अवस्था आएको छ, क्षमता देखाउने अवस्था आएको छ। हामी नेपाली हौ, वीर गोर्खालीका छोरा हौ, सन्तान हौ। हामीहरूले इतिहास भुल्नु हुँदैन। इतिहास कसरी चलेको थियो? हाम्रो नेपालीको अगाडि विश्वको सामु विश्वको शिर झुक्यो, तर आज विश्वको अगाडि हाम्रो शिर झुकिरहेको छ। यो अवस्था बुझ्दाखेरि के गरे त पुरानो दलका नेता र नयाँ दलका नेताले गर्दा आज देशलाई एउटा स्वर्ग जस्तो देशलाई नर्कतिर धकालिदिए कि नर्क जस्तो बनाइसके। त्यही भएर हाम्रो देशलाई अझै पनि देश र जनतालाई व्यवस्थित गर्ने वैकल्पिक तरिकाहरू धेरै छ। म भन्न चाहन्छु नेपालका नयाँ दलका नेता र पुरानो दलका नेताहरूलाई तपाईँहरू सुधारिनुहोस्। तपाईँहरूको यो राजनीतिक धेरै समय चल्दैन। देशको जनतालाई कतिसम्म लुटेर खानुहुन्छ, देशको जनतालाई कतिसम्म धोका दिनुहुन्छ, देशको जनतालाई कतिसम्म गहिरो राजनीतिकमा डुबाएर देशको जनतालाई ठग्नुहुन्छ, लुट्नुहुन्छ। आज ठग्नु होला, लुट्नु होला, झुट बोल्नु होला, तर 4औं दिन 5औं दिनमा त निस्किन्छ। पुरानो दलका नेताले हिजो गलत गर्दाखेरि के देखियो त भदौ 23-24 गते भागे, जनताले बुझे। अझै नयाँ दलका नेताले पनि अझै यो कुराहरूमा ध्यान दिनु जरुरी छ। त्यही भएर म भन्न चाहन्छु देशको जनतालाई धोका नदिउँ, प्लिज देशको जनताको अवस्था बुझौँ। जस्तै ग्यास चाहिँ नर्मल टाइममा चाहिँ बजारमा चाहिँ छ्यासी चाहिँ ग्यास चाहिँ पाउने अवस्था हुन्छ। जब छिमेकी देशबाट विदेशबाट चाहिँ ग्यास कम आउने अवस्थामा चाहिँ यो डिपोहरूले पनि नातावाद कृपावाद गरेर चाहिँ आफन्त डिपोहरूलाई चाहिँ चिनजानलाई चाहिँ ग्यास चाहिँ भित्र चाहिँ सप्लाई गरेर चाहिँ आफ्नो उपभोक्ता ग्राहकहरूलाई चाहिँ ग्यासको चाहिँ अभाव बनाएर चाहिँ महँगोमा बेच्ने यो प्रवृत्ति छ नि। विगतका सरकारदेखि
सालदेखि लिएर अहिलेसम्म आउँदा पनि यस्तो अवस्थालाई चाहिँ यो सरकारले चाहिँ यिनीहरूलाई रोक्नु किन सकेन, रोक्नुको लागि कस्तो नियम बनाउनु पर्छ भनेर मैले तपाईँलाई अघि पनि क्वेसन गरेँ, फेरि यो क्वेसन गर्दैछु। त्यो माफी र धरौटीमा छुन्ने व्यवस्थालाई हटाउनु पर्यो। भन्नाले यो डिपोहरूले कालाबजारी गरेकोहरूलाई चाहिँ यसलाई चाहिँ साधारण धरोटीमा र साधारण थुना राखेर छुट्ने जुन प्रवृत्ति छ नि, यसो अन्त्य गरेर यसलाई थुनामा पनि धेरैभन्दा धेरै कारागारमा राख्ने, जेल चलान गर्ने, अनि ढलौटीको रूपमा चाहिँ यस्तो कालोबजारी गर्ने होइन, ब्ल्याक गर्ने, ग्यास ब्ल्याक गर्नेलाई चाहिँ ढलौटी पनि धेरैभन्दा धेरै जरिवाना तिराउने भन्ने चाहनुहुन्छ। धरौटीमा जस्तै एउटा व्यापारीले उसले इमान्दारपूर्वक काम गरेको छ भने त्यसलाई त अब त्यो गलत त्यहाँ त देखेको छैन भने उसलाई सजाय त हुँदैन। जसले बेमान गरेको छ, जसले दुःख दिएको छ, धोका दिएको छ जनतालाई, त्यसलाई त कारवाही गर्नु पर्यो नि त। कस्तो कारवाही गर्नु पर्यो, कतिको जेल सजाय हुनु पर्यो, कतिको ढलौटी तिराउनु पर्यो त्यस्ता कालो धन्दा गर्ने व्यापारीहरूलाई। अब यस्तो छ, देश र जनताको लागि गलत काम गर्ने व्यक्तिलाई र अर्काको जिन्दगी बर्बाद गर्ने, मान्छे मार्नेलाई, बलात्कार गर्नेलाई के गर्नु पर्यो, फाँसीको सजाय दिने नियम ल्याउनु पर्यो। कालो बजारी गर्ने, ग्यासको कालो बजारी गर्ने, त्यस्तो अपराधीलाई कस्तो सजाय दिनु पर्यो, कस्तो कानुनमा भन्नु न। त्यसको लागि त अब 5 वर्षसम्म जेल राखिदिनु न, 5 वर्षसम्म जेल राखिदिनुहोस्, 5 लाख रुपियाँ जरिवाना गल्ती गरे बापत सजाय दिने व्यवस्था गरिदिनुहोस्, अनि उनीहरू आफै लाइनमा आउँछ। गल्ती भोलिको दिन अर्को गर्दै गर्दैन भन्नाले यस्ता कालाबजारी गर्ने, ग्यासको चाहिँ कृत्रिम अभाव गर्ने यस्ता अपराधीहरूलाई चाहिँ 5 वर्ष जेल र 5 लाख रुपियाँ जरिवाना के हो। अर्को कुरा भनिदिउँ म, त्यसको सम्पत्ति शुद्धिकरण पनि गर्नुपर्छ है। फेरि सम्पत्ति पनि छानबिन गर्नु पर्यो, त्यसको सम्पत्ति छानबिन गर्नुपर्छ। त्यसले कति मेहनत गरेर कति कमायो र भ्रष्टाचार गरेर कति कालाबजारी गरेर कमाएको सम्पत्तिको पनि छानबिन हुनु पर्छ। म त्यही भन्नु खोजेँ, भन्न खोजेको त्यही हो मैले। त्यही भएर उसले कति कमायो, जनतालाई कति लुट्यो, अब उसँग कति कालो धन छ, कति सेतो धन छ, त्यो जनता सामु सार्वजनिक गर्नु पर्यो। त्यसमा अनि मात्र लाइनमा आउँछन् कि जनताहरू, व्यापारीहरू। भन्नाले अहिलेको बालन सरकारले चाहिँ यो ग्यासको त कृत्रिम अभाव चाहिँ गरेको होइन, उसले गरेको होइन, यो विश्वको परिस्थितिले गर्दा यो अवस्था आएको हो। र साथै त्यही साथसाथै अनि अब अहिलेको नयाँ दलको नेताहरूले गर्दाखेरि अब यो हरेक कुराको अवस्थालाई नै अब अप्ठ्यारोमा पारिसकेको छ क्या। अब देश र जनताको लागि गर्नुपर्ने राजनीतिक बाहिरको नेताहरूसँग हो, तर हाम्रो देशभित्र गरिरहेका छन् यिनीहरूले, जस कारणले गर्दा यो अवस्था आएको। र अर्को कुरा म के भन्न चाहन्छु भने, काम गर्ने देश र जनताको लागि वैकल्पिक तरिका धेरै छ। एक्कासी अन्धाधुन्ध नीति नियमहरू लागू गरेर देश सङ्कटमा पार्नु हुँदैन, जनतालाई अल्पत्र अवस्थामा पुर्याउनु हुँदैन। बालनले आजको दिनसम्म काम गरेको, सरकारमा बसेर काम गरेको अवस्थालाई तपाईँ कसरी हेर्नु भइरहेछ? केही काम त राम्रो छ, तर केही कामहरू नराम्रो पनि छ है। नराम्रो कामहरू के सुधार्नु पर्ने छ बताइदिनुहोस्। सुधार्नु पर्ने काम के थियो भने, यो सुकुम्बासीहरूलाई चाहिँ पहिला घाँसपास कपासको व्यवस्थापन गराएर सरकारी जग्गामा होइन, त्यसपछि चाहिँ त्यो सुकुम्बासी बस्तीमा डोजर चलाएर तिनीहरूलाई त्यहाँबाट निकालेको भए एउटा समाधान हुन्थ्यो। त्यहाँनिर मिस्टेक गरे, सुधार्नु पर्ने काम त्यो हो। अर्को कुरा के छ भने, घर घरमै पासपोर्ट पुऱ्याउँछु भनेर नेताहरूले भोट माग्दाखेरि अब होइन, अब घर घरमै पासपोर्ट पुऱ्याउने र विदेशमा भएका गल्लीमा पोस्टर टाँसेर विदेशका युवायुवतीलाई नेपाल ल्याउने, फर्काउने भन्ने एउटा भाषण जुन गर्नुभयो नेपालका नेताहरूले, अब त्यस्ता गलत प्रक्रियाहरू धेरै छ। हिजो सुकुम्बासी बस्तीमा डोजर चल्दाखेरि म छाती छाप्छु भन्ने, अनि चुनाव भोट माग्ने, काम गर्दाखेरि अर्को गर्ने, व्यवहारले मुखले बोल्दाखेरि अर्को बोल्ने, यो प्रवृत्तिले गर्दा उनीहरूले धेरै समाजमा गल्ती काम गरेका छन्। यसलाई सुधार्नु पर्छ। अब भदौ 23 गते भएको घटनालाई पनि जनता सामु बुझाउनु पर्यो, किन नबुझाएको, यसमा पनि गलत भइरहेको छ। अर्को कुरा के छ भने, पुरानो दलका नेताले त देश र जनतालाई धोका दिए, तर नयाँ दलका नेताले पनि देश र जनतालाई धोका किन दिइरहेका छन् भन्ने कुरामा चाहिँ म अलिकति नाराज छु के। अनि मनमा देश र जनताको अवस्था बुझ्छु, अनि देश र जनताको पीडा हेर्छु, अनि मनमा जल्छ, अनि बोल्न मन लाग्छ। म कुनै नेताको कार्यकर्ता पनि होइन, म कुनै सङ्घ संस्था पनि आबद्ध छैन। यो निष्पक्ष निश्चल मनले देश र जनताको लागि स्वतन्त्रता एकदम खुल्ला आवाजले मैले बोलेको छु। यो सडकबाट कुनै विपक्ष विरोधी कोही छैन, मेरो कसैसँग दुश्मन पनि छैन, दुश्मन लिनु पनि छैन, गर्नु पनि छैन। देश र जनताको लागि केही नितान्त रूपमा केही इमान्दारपूर्वक काम गरेको देख्न पाऊ नेताहरूले, र जनता खुसी भएको देख्न पाऊ भन्ने मेरो चाहना हो। तर पनि नेताहरूले त्यो नगरेर जनतालाई रुवाउने काम, जनतालाई मर्न बाध्य बनाउने नीति नियम ल्याएर देशलाई सङ्कटमा पार्ने काम गरेको कारणले गर्दा यो मन पोल्छ, जल्छ, अनि मलाई बोल्न मन लाग्छ। जस्तै यो बालन सरकारले चाहिँ कस्तो नीति नियम लागू गर्नुपर्ने हो तपाईँको विचारमा? जस्तै देशमा अशान्ति फैलिरहेछ, दङ्गा फसाद, हिंसा, मर्डर, आत्महत्या अहिले गतिले स्पिड लिइरहेछ, यस्तैलाई कन्ट्रोल गर्नलाई, यसलाई नियन्त्रण गर्नको लागि चाहिँ अब बालन सरकारको कस्तो भूमिका हुनुपर्ने, कस्तो रोल खेल्नु
गर्नुपर्ने तपाईँको विचारमा बताउनुहोस्। अब त्यसको लागि के गर्नु पर्ने, पुरानो दलका नेताहरू जति छन् तिनीहरूलाई एउटा सहमति एउटा बैठकमा बोलाएर तिनीहरूलाई राम्रोसँग सम्झाउनु पर्यो, बुझाउनु पर्यो। देश र जनताको लागि धर्मको नाममा तपाईँहरू दङ्गा उल्दङ्गा नगरिदिनुहोस्। धर्मको नाममा विदेशी युवा युवतीलाई नेपालमा ल्याएर नेपालका जनतालाई अप्ठ्यारो पार्ने काम नगरिदिनुहोस्। नेपालका जनतालाई उच्काएर नेपालका जनतालाई सडकमा ल्याएर देश चलाउने काम, जनता मार्ने काम नगरिदिनुहोस् भनेर यस्तो कुराहरू चाहिँ सचेतना गराउनु पर्यो। यदि गर्नेसँग पनि क्यापेसिटी छैन भने उनीहरूले आफूले पनि बुझ्नु पर्यो, हो देश र जनताको लागि यतिसम्म काम गर्ने हामीसँग क्यापेसिटी छैन, देशका जनतालाई हामी खुसी बनाउन सक्दैनौँ, देशलाई शान्तिपूर्ण ढङ्गले देशलाई अगाडि बढाउन सक्दैनौँ भने हामीले के गर्नुपर्छ त, आफ्नो मतलाई राजीनामा दिएर रियल देशका जेएनजी युवाहरूलाई बोलाएर देश चलाउन लगाउनु पर्छ। भन्नाले अब अन्तिममा आइसक्नु, हामी यो बालनलाई चाहिँ सुझाव सल्लाह के दिन चाहनुहुन्छ तपाईँ? म अहिलेको बालन सरकारले के भन्न चाहन्छु भने यी पार्टी नेताहरूले गर्दा देश खतम बनाइसके, जनताहरूलाई खतम बनाउँदैछन्, देशलाई सघाउँदैछन्। यदि तपाईँहरूले काम गर्न सक्नुहुन्न भने देश र जनताको लागि या त रियल जेएनजीलाई सुम्पिनुहोस् या त राजालाई सुम्पिनुहोस्। देश अन्तिम विकल्प यो देशको लागि राजा नै हुन्, किनभने एउटा राजा हुनुभयो भने विदेशी नीति नियम र विदेशी एजेन्टहरूले देशमा चाहिँ मनमर्जी गर्न पाउँदैन। हस् त, धन्यवाद। थ्याङ्क यू।